132 केबी क्षमताको म्याग्दी करिडोर विद्युत प्रसारण लाइन आयोजना निर्माण सुरु भएको छ। धवलागिरी गाउँपालिका र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा जोड्न डबल र मल्टी सर्किट प्रसारण लाइन निर्माण थालिएको हो। धवलागिरी 4 जेन्तुङदेखि वडा नम्बर 3 र 7 हुँदै मालिका 7 स्थित नेपाल विद्युत प्राधिकरणको डाँडाखेत सब स्टेसनसम्म 16.48 किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिनेछ। यसले दुर्गम क्षेत्रमा उत्पादन हुने विद्युत केन्द्रीय ग्रिडमा जोड्ने महत्त्वपूर्ण पूर्वाधार तयार गर्ने अपेक्षा गरिएको छ। यस आयोजना मार्फत 3 जलविद्युत आयोजनाबाट उत्पादन हुने कुल 164.75 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा समावेश हुने बताइएको छ। म्याग्दी खोला 65 मेगावाट, माथिल्लो म्याग्दी 46.25 मेगावाट र अप्पर म्याग्दी 53.5 मेगावाट आयोजना यसमा सहभागी छन्। प्रसारण लाइन निर्माणका लागि कुल 57 वटा टावर स्थापना गरिनेछ। आयोजनाको कुल लागत करिब 42 करोड 62 लाख रुपैयाँ अनुमान गरिएको छ। निर्माणका लागि 8.40 हेक्टर निजी जग्गा र 21.99 हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग हुने जनाइएको छ। आयोजनाले सार्वजनिक वन प्रयोग गरे बापत सट्टा भर्ना गर्ने र निजी जग्गा धनीलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने जनाएको छ। साथै वातावरणीय प्रभाव न्यूनीकरणका लागि 41,75,000 र सामाजिक सहयोग कार्यक्रमका लागि 21,31,000 रुपैयाँ छुट्याइएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट वातावरणीय परीक्षण सूचीकृत भइसकेपछि निर्माण कार्य अघि बढाइएको हो। आयोजना 8 महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ, जसले म्याग्दी क्षेत्रको जलविद्युत उत्पादनलाई राष्ट्रिय प्रणालीसँग प्रभावकारी रूपमा जोड्ने अपेक्षा गरिएको छ।